हेर्नुहोस् गाइज अघिल्लो भिडियोमा मैले यहाँ मासु हालेको देखाउन पाइनँ। यो मोबाइल के बिग्रिएर बन्द भयो, त्यसैले म यो भिडियोमा मासु हालेको देखाउन गइरहेको छु। अघि ढाकेको यहाँ बजेल चाहिँ मसला जसले फाल्नुभयो। अब के गर्ने त, यस्तै हो बजेको पारा। मोबाइलमा ध्यान दिएर मसलामा चाहिँ त्यस्तै हुन्छ। यो चाहिँ हामीले कुकुरो काट्दाखेरि यो रगत कटोरामा जम्मा गरेर त्यसमा चामल हालेको, किनभने यो रस बाक्लो हुन्छ भनेर। अब मम्मी पिस्नुहुन्छ त्यसलाई तरकारीमा हाल्ने। यहाँ बजेल चाहिँ मासु हाल्न गइरहनु भएको तपाईँ हेर्न सक्नुहुन्छ। यहाँ मसला पाकिसकेको छ। अब बजाइले यहाँ मासु हाल्न सुरु गर्नुभयो। मासु पनि हालिसक्नुभयो। यो सानै चल्लो हो, त्यसैले यसको मासु थोरै छ। है त गाइज, बजेल चाहिँ यसरी मिक्स गरिसक्नु भएको, यसरी भुट्न लाग्नु भएको। अब हेर्न सक्नुहुन्छ यहाँ मासुभन्दा बढी मसला छ है गाइज। यस्तो दामी मासु तपाईँले खानुभएको थियो कि कमेन्टमा लेख्नु होला है। गाइस, मैले सुनेको थिएँ यो मासु पाक्नसम्म तपाईँले एउटा कुरा भन्छु। मैले सुनेको थिएँ कि लाइक र सब्सक्राइब गर्न एकैसाथ गर्न सकिँदैन। मासु पकाउनुभन्दा अप्ठ्यारो लाइक र सब्सक्राइबकै साथ गर्नु सक्नुहुन्छ भने गरेर देखाउनु। बजेल चाहिँ यहाँ पानी हालिसक्नु भएको। अब ढाक्ने भाँडो खोजिराख्नु भएको छ। है त गाइज, यस्तो रातो रातो मासु खानु भएको थियो भने कमेन्टमा जरुर लेख्नु होला हजुर। अब बजेल ढाकिसक्नु भएको। हजुरलाई म पछि पाकेपछि देखाउँछु। अब एकैछिन बाहिरको नजारा हेर्न जाऊँ है गाइज। ल हेर्नु होला गाइज, अब म भित्रको गर्मीबाट मुक्त भएर बाहिर आएको छु। तपाईँ हेर्न सक्नुहुन्छ। गाइस, हाम्रो कुकुरहरु पनि देखाउँछु हजुरलाई। तपाईँ हेर्न सक्नुहुन्छ यो गाइस, यो मासुमा यसरी यो बटको राखेपछि छिटो पाक्छ भनेर हो। ल त अब यतिमै भन्दै म यो भिडियो समाप्त गर्न चाहन्छु। यो भिडियोलाई सक्दो सेयर र लाइक गरिदिनु होला।